अहिले यहाँ कालसिया भिलेज र गान्या भिलेजको फाइनल क्रिकेट म्याच हुँदैछ। यहाँ स्टेडियममा बसिरहनु भएको छ दर्शकहरू, यहाँको गाउँको लोकल मान्छेहरू। आज फाइनल हो। 122 को टार्गेट छ। कालसिया भिलेजले 121 रन ल्याएको छ। अब जित्नको लागि गान्या भिलेजले 122 रन ल्याउनु पर्नेछ। र त्यसमा गान्याको यो दुईजना स्टेट प्लेयर छ, यो हर्षल, अर्को सन्नी चौधरी, राम्रो प्लेयरहरू छ। यो भिलेज यस्तो छ, यो कालसिया भिलेज हो, राम्रो छ एकदम। हर्षल ब्याटमा, हर्षल अहिले मार्के छक्का मारा, छक्का बल, छक्का 6 रन आयो। त्यो प्राइज छ, यो फर्स्ट प्राइज, सेकेन्ड प्राइज, यो म्यान अफ द म्याचहरू छ बेस्ट प्लेयरहरूलाई। कसले जित्छ मलाई लाग्दैछ गान्याले जित्छ जस्तो लाग्दैछ। फेरि लम्बा शट मारिदिएको छ, छक्का, 6 रन 74 हो गयो। 74 यस्तो खालको बनाउने योजना थियो भने त मेरोमा थियो त, स्ट्यान्ड छ त मेरो। त्यहाँ हालिदिउँ भनेर नि।